ऊ पारी देखिएको गाउँ हो गोली, जुन सोलुखुम्बु जिल्लामा पर्छ। सोलुखुम्बुको पश्चिमी भूभाग गोली साबिको गोली गाविस हो यो, र अहिले लिखुपिके गाउँपालिका भएको छ। र माथि तपाईँले देख्दै हुनुहुन्छ पिके, जुन पिके को माथि माथि शिरमा हिउँ परेको छ। नेपालका पहिलो ब्याकफ्लिप साइकल स्टन्ट कलाकार किरण राई एके यम्फू धनकुटा जिल्ला सागुडीगढी गाउँपालिका 6 निवासी किरण राई, जसलाई यम्फू भनेर पनि चिनिन्छ, नेपालमा साइकलबाट पहिलो पटक सफलतापूर्वक ब्याकफ्लिप गर्ने साहसी युवा हुन्। उहाँका बुवा बुद्धिमान राई हुन्, जसले सधैँ किरणलाई हौसला र समर्थन प्रदान गर्नुभएको छ। किरण राई साइकल स्टन्टको क्षेत्रमा विशेष परिचित हुन्। मान्छेमा पनि हेरेको सँगैको साथीमा 2-4 छोराछोरी मेरो भने आजसम्म जिरहेको सँगैको साथीको 2-4 छोराछोरी मेरो भने आजसम्म जिर व्यापार छैन बजारमा, आर्थिक मन्दी भाछ, कति गाह्रो भाछ भन्ने व्यापारीलाई थाहा छ। दिनैभरि पसलमा कुर्नु मात्रै पर्ने, चपेटोमा परेका छन् सबै व्यापार गर्ने। सरकार